अब भने हामी अर्को खेलको तयारीमा लाग्नेछौँ। युनाइटेड एफसी भर्सेस गोर्खा एफसी बिचको खेल। हजारौँ सङ्ख्यामा दर्शकहरू हामी हेर्न सक्छौँ। त नेपाली फ्ल्याग, नेपाली समर्थकहरू आज परदेशी भएको सहयोग खेल क्षेत्रको विकासको लागि हो। राहुल मुखिया युनाइटेड एफसीबाट है त लेख्नु भएको छ। गोपाल विक पनि हेलो लेख्दै हुनुहुन्छ। जित बहादुर थापा मगर धेरै रमाइलो हुँदैछ लेख्नु भएको छ। अन्जन मुर्मू पनि हामीलाई साथ दिँदै, राहुलजी पनि हामीलाई साथ दिँदै, नवीन तिमसिना बेस्ट अफ लक दुवै टिमलाई भन्दै हुनुहुन्छ। हामीलाई खेलाडीको नाम अलि प्राप्त। सुरुवाती गोल लिड लिएको छ युनाइटेड एफसी। फिनिसिङ गर्दैका छन् एफसी। एक गोलको अगता लिइसकेको छ। पहिलो गोल तपाईहरुलाई हामी खेलाडीको नामले भन्नेछौँ। हामीलाई खेलाडीको नामले पनि प्राप्त भइसकेको छ। प्रथम आरटी एफसी गोल्ड कपमा युनाइटेड एफसी शाहलामबाट प्रतिनिधित्व गर्दै यो खेल खेल्दैछ। जर्सी नम्बर 16 मा सुरेश चौधरी, जर्सी नम्बर 5 मा सुजन राणा मगर, जर्सी नम्बर 6 मा रमेश राई, जर्सी नम्बर 4 मा रबिन बिसुखे। यो गोल पोस्ट खाली छ। एक शून्यको स्थिति छ। पहिलो हाफको 9 मिनेटको खेल चल्दैछ। तपाईहरु कुन टोलीको समर्थन हुनुहुन्छ लेख्नु होला। समीर खनाल पनि हामीलाई साथ दिँदै, नवीन तिमसिना वाट अ गोल लेख्नु भएको छ। युनाइटेड एफसी दुई खेलाडीले केही सिल गर्दैका थिए, त्यहाँ अवसर दिएनन् विवेक लामालाई। क्विक सोम निकै राम्रो चान्सेस रहेको थियो। यसपटक पनि राइट डिफेन्सले त्यहाँ सोझै ब्लक गर्दैका छन्। युनाइटेड एफसी के हाबी देखिन्छ। निकै राम्रो ग्राउन्ड बेस 1-to-1 पासेसहरू, पोजिसन बेस गेम प्ले भनौँ, पासेसहरू हामी देखिरहेका छौँ युनाइटेड एफसी को। नवीन तिमसिना पनि हामीलाई साथ दिँदै हुनुहुन्छ। गणेश पोखरेल पनि नाइस लेख्नु भएको छ। हो त्यहाँ अवसर बन्न सक्छ। गोलकिपर निकै अगाडि बढेका छन् युनाइटेड एफसी का। हो डेन्जर बन्न सक्थ्यो त्यहाँ। गोलकिपर सम्भवतः समयलाई किल गर्दै थिए। त घम्सा घम्सेको दृश्य, द्याट वाज नट अ गुड सिन। डिसिप्लिन वेमा खेल्नु पर्ने हुन्छ। कुल डाउन हामी रिप्लेमा हेर्नेछौँ। यो फेयर प्ले, गेम मस्ट बी फेयर प्ले। घम्सा घम्सेको दृश्य। र कुल डाउन भन्न चाहन्छौँ हामी। खेलाडी क्विक सर्ट त्यहाँ लेफ्ट ह्यान्ड साइडमा अवसर बन्न सक्छ युनाइटेड एफसी को लागि। रबिन तर छोडिदिएका छन्। तपाईहरू आफ्नो घरको टिभीमा पनि युट्युब कनेक्ट गरेर हेर्न सक्नुहुनेछ। त्यो प्रकारको क्वालिटी हामी तपाईहरूलाई देखाउँदैछौँ। गोल नेपाल तपाईहरूकै लागि भनेर बेस्ट एन्ड बेस्ट फर एभर क्वालिटी दिने हाम्रो काम तपाईहरूलाई हामी देखाउँदैछौँ। गोपाल विक पनि हामीलाई साथ दिँदै, योन्जन रेसमा पनि हामीलाई साथ दिँदै। पेनाङ एफसी को के भयो भन्नुभएको छ। एन्ड पेनाङको बाँकी रहेको छ। मलेसिया स्थित प्यानासोनिक स्टेडियमबाट हामी तपाईहरूलाई खेल देखाउँदैछौँ। नेपालमा मात्र होइन, हामी अन्तर्राष्ट्रिय जगतमा पनि गएर नेपाली फुटबल फ्यानहरूलाई, नेपाली फुटबल जहाँ हुन्छ त्यहाँ पुगेर हामी प्रत्यक्ष प्रसारण तपाईहरूलाई देखाउने गर्छौँ। खेल क्षेत्रको विकास, खेलाडीहरू उत्पादन, जहाँ गोल हुन्छ हो त्यहाँ पहिलो कार्ड बुक गरेका छन् युनाइटेड एफसी का खेलाडीले। त स्लाइडिङ ट्याकल, त रेकलेस ट्याकलको रूपमा भन्न सक्छौँ हामीले। सोझै पहिलो कार्ड देखाएका छन् आजको निर्णायक रेफ्रीले त्यहाँ। एक शून्यको स्थिति छ खेलमा। केही फितलो रहेको ग्राउन्डेड सट त्यति पावर रहेको थिएन, सहजै बचाएका छन् गोलकिपरले त्यहाँ गोर्खा युनिटी एफसी का। मनिष कुमार पनि हामीलाई साथ दिँदै हुनुहुन्छ। हिमालयन एफसी को कति बेला हो भन्ने भएको छ। इभिनिङ टाइममा रहेको छ। त लङ रेन्जर फायरिङ शट, इक्वलाइजिङ गोल
What a finishing! What a goal! Wow! बराबरी गोल हामी रिप्लेमा हेर्न सक्छौँ गोर्खा युनिटी गोर्खा एफसीबाट 18 यार्ड बक्स बाहिरबाट त्यो फायरिङ सट एज अफ द गोल पोस्टमा सहजै जाली चुमाइदिए बराबरी इक्वलाइजिङ गोल व्हाट अ फिनिशिङ व्हाट अ एटेम व्हाट अ गोल बाय गोर्खा युनिटी एफसी व्हाट अ फिनिशिङ उत्कृष्ट गोल जर्सी नंबर 10 का खिलाड़ी उत्कृष्ट गोल गर्न सफल थे यो टुर्नामेंट के फ्यान्टास्टिक गोल भन्न सक्छौं हामीले उत्कृष्ट गोल यो प्रकारको गोल निकै कमी देख्न पाउँछौं हामीले डी एरिया बक्स बाहिरबाट त्यो प्रकारको फिनिशिङ त्यो कन्ट्रोल त्यो फिनिशिङ जर्सी नम्बर 10 बाट गोर्खे युनिटी एफसी बाट ओ वाट अ गोल वाट अ फिनिशिङ नाइस गोल को रूपमा यो टुर्नामेन्ट के उत्कृष्ट गोल पनि अहिलेसम्मको भन्न सक्छौं हामीले त्यो प्रकारको गोलहरू ओ उमातिङ पनि हामीलाई साथ दिँदै आदित्य लामा सुपर लेख्नु भएको छ योन्जन रेस्मा पेनाङ एफसी को कहिले छ भन्नु भएको छ सुदेश कमेन्ट गर्नु होला 1-1 को बराबरी युनाइटेड एफसी सुरुवाती अग्रता लिए तापनि गोर्खा एफसी गोर्खा युनिटी एफसी कम ब्याक गरिसकेको छ पहिलो हाफको अन्तरालमा खेल जारी छ 1-1 को स्कोर सिटमा कमन सिंह राई दिँदै हुनुहुन्छ तपाईहरु पनि भिडियोलाई शेयर गर्नु होला रिया मनी ट्रान्सफर थ्यांक यू सो मच सँगै दोस्रो हाफको खेल पनि सुचारू भएको छ हो त मध्यभागबाट नि लङ रेन्ज टिम जर्सी नम्बर 6 मा रमेश राई जर्सी नम्बर 4 मा रबिन बिसुके ओ यो लिफ्टेड बल युनाइटेड तर गोलकिपरले सहजै काउन्टरमा लिएका छन् युनाइटेड एफसी बाट खेलाडीहरू जर्सी नम्बर 3 मा विशाल राणा मगर जर्सी नम्बर 4 मा रबिन बिसुङके जर्सी नम्बर 10 मा विवेक लामा जर्सी नम्बर 49 मा ज्याक गुरुङ जर्सी नम्बर 88 मा विशाल श्रेष्ठ जर्सी नम्बर 8 मा धनु राई जर्सी नम्बर 19 मा भीम लिम्बू जर्सी नम्बर 7 मा दीपक मैनाली मिराक जर्सी नम्बर 22 मा सन लिम्बू जर्सी नम्बर 14 मा जग्गु चौधरी जर्सी नम्बर 17 मा शर्मान मगर जर्सी नम्बर 9 मा प्रवेश तामाङ जर्सी नम्बर 20 मा विजय सुवेदी जर्सी नम्बर 8 मा अशरफ लिम्बू जर्सी नम्बर 47 मा अब अरबिल गोले जर्सी नम्बर 9 मा भक्त श्रेष्ठ जर्सी नम्बर 2 मा निमास शेर्पा जर्सी नम्बर 11 मा अनुज गलान अवसर बन्न सक्छ गोर्खे युनिटी गोर्खा एफसी को लागि तर दुई खेलाडीले टाइट सिल्ड गरेका थिए त्यहाँ डिफेन्डरहरूले टाइट मार्किङ टाइट सिल्ड इन्ट्रेस्टिङ र रोमाञ्चक बन्दैछ खेल कम्पिटेटिभ बन्दैछ 1-1 को स्कोर लाइन छ प्रथम आरटीएफसी गोल्ड कप कम्पिटेटिभ म्याच इन्टरटेनिङ म्याच यसै गरी को बनेछ त च्याम्पियन प्रथम आरटीएफसी गोल्ड कपको 20,000 रिङ्गेट कुन टिमले हात पार्नेछ अमेजिङ ट्रफी सहित त्यो भने भोलिको दिनसम्म हामीले कुर्नुपर्ने हुन्छ रिजल्टको लागि अहिले पनि पहिलो चरणका खेलहरू भनौँ चल्दैछन् युनाइटेड एफसी भर्सेस गोर्खा एफसी बिचको खेल गोर्खे युनिटी गोर्खा एफसी कम्पिटेटिभ बन्दैछ खेल ओ त्यहाँ फल भएको छ रिप्ले भनेको त्यहाँ केही पुस रहेको थियो भिजनमा क्लियर थिए त्यहाँ आजको ड्याग सेटिङ चेन्ज गरेर हेर्न सक्नुहुनेछ लेफ्टेड कर्नर किक हो त्यहाँ चेस्ट ब्लक बक्सभित्रबाट अझ पनि युनाइटेड एफसी त डिफेन्डरले टाइट सिट गरेका छन् अवसर दिइरहेका छैनन् क्विक एक्टिभ डिफेन्सिङ रोल पनि भन्न सक्छौँ हामीले इन्ट्रेस्टिङ र रोमाञ्चक म्याच दोस्रो हाफको खेल चल्दैछ युनाइटेड एफसी भर्सेस गोर्खा एफसी गोर्खा युनिटी बिचको खेल प्लेयरको इसारा त्यो लेफ्ट फुटेड अटेम्प
सहजै कलेक्सन लिएका छन् सहजै क्याचअप त्यहाँ गोलकिपर सम्भवतः समयलाई किल गर्दैछन् गोर्खा युनिटी एफसी का गोलकिपर अनुज गल्लान माफ गर्नुहोला अरमान अधिकारी गोलकिपरको रूपमा छन् ओके सम्पूर्ण दर्शकलाई फेरि पनि स्वागत छ हामी तपाईहरुलाई बुलन्द आवाजमा यो प्रत्यक्ष प्रसारण देखिरहेका छौँ अवसर त्यहाँ गोर्खा युनिटीको लागि गोर्खा एफसी को लागि 3 डिफेन्डर थिए बक्सभित्र उनलाई कुनै अवसर दिएन त्यो एटिएम लङ रेन्जर लेफ्ट फुटेड शट गोर्खा एफसीबाट हाम्रो स्क्रिनमा पनि कन्ट्याक्ट नम्बर तपाईहरुले व्हाट्सएप गर्न सक्नुहुनेछ बाइ डिजिटल प्लेटफर्मबाट पनि तपाईहरुले टिकटहरू खरिद गर्न सक्नुहुनेछ इन्ट्रेस्टिङ र रोमाञ्चक बन्दैछ यसै गरी रिया मनी ट्रान्सफर यसै गरी आइएमईलाई पनि धन्यवाद दिन चाहन्छौँ प्रथम आरटिएफसी गोल्ड कपमा सहयोगी संस्थाहरू सहयोगी व्यक्तित्वहरू सहयोगी मनका धनी व्यक्तित्वहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ यो खेल क्षेत्रको विकासको लागि हो खेलाडीहरू उत्पादनको लागि रिलिफ गर्ने गर्दछ खेल हेर्ने दर्शकलाई होस् खेलाडीहरूलाई फिजिकलिटी फिटनेसमा राख्ने गर्दछ प्रथम आरटिएफसी गोल्ड कप इन्ट्रेस्टिङ र रोमाञ्चक बन्दै कम्पिटेटिभ म्याच बन्दै कमेन्ट गर्नुहोला भिडियोलाई पनि सेयर गर्नुहोला डिफेन्डरकै एक्टिभ रहे एक्टिभ रन एक्टिभ क्लियरेन्स त्यहाँ बक्सभित्रबाट इन्ट्रेस्टिङ र रोमाञ्चक म्याच कम्पिटेटिभ 1-1 ड्रमा चाहिँ स्कोर सिटमा अङ्क चढिरहेको छैन हो त्यहाँ डिफेन्डरहरू केही भारी मात्रामा रहेका थिए अवसर बढ्न सक्छ त्यहाँ काउन्टर अट्याक त लेफ्ट फुटेड अटेम्प वाउ तर गोलकिपरले त्यति राम्रो क्याचअप भने रहेन हेर्न सक्छौँ त्यो प्रकारको स्पिडिङ गेम प्ले के लङ रेन्जर अटेम्प गर्न खोजे तर केही वाइड एङ्गल रह्यो तपाईहरु कमेन्ट पनि गर्दै गर्नुहोला भिडियोलाई पनि सेयर गर्दै गर्नुहोला लेट्स मेक इट भन्न चाहन्छौँ तपाईहरुको एक सेयर तपाईहरुको कमेन्टले आफ्नो टिमलाई हौसला बढ्नेछ तपाईहरुका अन्य साथीभाइले पनि प्रथम आरटिएफसी गोल्ड कप प्यानासोनिक स्टेडियममा भएको खेललाई मजा लिन सक्नुहुनेछ भर्खरै मात्र हामीले एउटा ह्याप्पी न्युज भनौँ आज यहाँ स्टेडियममा आउनुभएका एक्साइटेड फ्यान भनौँ उत्कृष्ट फ्यान भनौँ उहाँलाई बम्पर उपहार एउटा गिफ्ट ह्याम्पर हुनेछ त्यो एनाउन्समेन्ट भइसकेको छ क्लबका अध्यक्ष आदरणीय राजु तामाङज्यूबाट र हामीले पनि भर्खरै इन्फर्मेसन पाइसकेका छौँ को बन्ने छन् त भाग्यशाली दर्शक तपाईहरु पनि आउनुहोला प्यानासोनिक स्टेडियम भाग्यशाली दर्शक बन्नका निमित्त आयोजक टोलीले दर्शकहरू तर्फ पनि निहाल्दैछन् बातुके एफसी भर्सेस बीजेवाई एफसी को खेल समाप्त भइसकेपछि फेरि खेलहरुको खेल हुनेछ पोल बी बाट मर्चेन्ट रेड आइपे रेमिन एन्ड पेनाङ एफसी भर्सेस एनआरएनए एलजीसी मलेसिया बीचको प्रतिस्पर्धा खेलाडी के समस्यामा देखिन्छन् त्यहाँ गोर्खा एफसी का एनआरएनए को नामबाट टिम बनाएर पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदै गोविन्द थापा पनि हामीलाई साथ दिँदै नाइस फुटबल गेम फ्रम मलेसिया सेलिङ्गर लेख्नु भएको छ ओम गुरुङ पनि गोर्खा एफसी की जय लेख्नु भएको छ बबिन तामाङ पनि हामीलाई साथ दिँदै देवेन किशोर रञ्जन पनि नमस्ते गोल नेपाल लेख्दै हुनुहुन्छ विभिन्न सपोर्टहरु त छ आफ्नो ठाउँमा छँदैछ सग वाउ त्यो प्रहार गोलकिपरले बचाएका छन् जजमेन्ट सेभ Oh, interesting खेल काउन्टर अट्याक बन्न सक्छ गोर्खा एफसी सिल गर्दैछ
समेत सुषमा गुरुङ पनि हामीलाई साथ दिँदै पेनाङको गोर्खा युनिटी एफसी गोर्खा एफसी बिचको खेल मध्यभागबाट रन बनाउँदै त्यहाँ गोर्खा एफसी गोर्खा युनिटी राइट विङबाट त्यो चिप सर्टको रूपमा दिएका छन् अवसर छ त्यो प्रहार यो गोल अन्तिम समयमा गोर्खा युनिटी यो उत्कृष्ट गोल गर्न सफल उत्कृष्ट फिनिसिङ श्रास लिम्बूको त गोललाई हामी हेर्न सक्छौँ उत्कृष्ट एफसी गोर्खा युनिटी एफसी 2 सुरुवाती अग्रता युनाइटेड एफसीले लिएको थियो र म्यान अफ द म्याच हिरो अफ द म्याच बन्न सफल हामी हेर्न सक्छौँ गोलकिपर झापा एफसीका ओनर सुजन गौतमज्यूलाई अनुरोध गर्न चाहन्छु